हेलो एन्ड वेलकम ब्याक टु मोटर गाडीमा फेरि पनि नयाँ चार्जिङ स्टेसनको भिडियो लिएर आएको छु है। यो चाहिँ इजी चार्जिङ स्टेसन हो। ब्यास कमलबारी तनहुँमा छ, देख्न सक्नुहुन्छ होला स्क्रिनमा होइन। अब यहाँनिर चाहिँ चार्जिङ स्टेसनको कुरा गर्नु पर्दाखेरि हाइवेमै छ ठ्याक्कसँगले। धेरैले आएर चार्ज गरेर राख्नुभएको होला यहाँनिर। अब यहाँनिर एउटा यो हार्ड हिटरको अर्को एउटा चार्जिङ स्टेसन रहेछ। यहाँ चाहिँ जिबिटीको हो, यो चाहिँ 80 किलोवाटको। अर्को पनि त्यहाँनिर 80 किलोवाटको जिबिटीको छ र एउटा मात्रै यहाँ सिसिएच रहेछ, त्यो चाहिँ 40 किलोवाटको, देख्न सक्नुहुन्छ होला स्क्रिनमा। यो चाहिँ 40 किलोवाटको सिसिएच गन भयो। यहाँनिर जिबिटी 80 किलोवाट 40-40 स्पिड भइहाल्छ। अर्को त्यहाँ पनि 80 को र यो रहेछ इजी चार्जिङ स्टेसन। हाइवेमा गाडी लिएर इभी गाडी हिँड्दाखेरि काहीँ टेन्सनै छैन होइन। काठमाडौँदेखि पोखरा पूर्व जाने बुटबलदेखि लिएर सबै ठाउँमा टन्नै चार्जिङ स्टेसन पाउँछ। अब चाहिँ के हो भने कुन चाहिँ चार्जिङ स्टेसनमा सस्तो पर्छ भन्ने कुरा भइसक्यो होइन। पहिला पर्सेन्टेज थियो, अब अहिले हुँदा हुँदै किलोवाट छ, प्रायः जस्तो 16 रुपियाँ, काहीँ 15 रुपियाँ, काहीँ 19 रुपियाँ छ होइन। अब चाहिँ कम्पिटिसन हुन्छ होला कसले कति सस्तोमा चार्ज गरिदिन्छ भन्ने। यदि तपाईँलाई मेरो भिडियो मन परेको छ भने कृपया लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। अनि कमेन्ट पनि गरिदिनु होला तपाईँलाई केही सोध्नु मन लागेको छ भने होइन। म यस्तै रिलेटेड भिडियो लिएर आउने छु। टिल देन टेक केयर, ड्राइभ सेफ।